जय हिन्द, जय भारत, वन्दे मातरम। आज म यस्तो एउटा कुरा लिएर आउँदैछु है। के अरे मान्छेलाई नि लोभ पनि कति लागेको हो। आम्मामामामा तेरिका। एउटा म कहानी भन्छु ल तपाईहरुलाई। कहानी पनि हैन, अब यो एउटा पढेकै हो हामीले है। सिकन्दर महान भन्ने एकजना राजा हुनुहुन्थ्यो। उहाँ कस्तो खालको हो तपाईहरुलाई थाहा नै छ। सिकन्दर महान राजाले विश्वलाई एउटा बनाएर म राज गर्छु भन्ने उहाँको सपना थियो। अनि उहाँले त्यसको लागि लडाईँ लड्दै गए, धेरै जनालाई मारे, धेरैलाई अत्याचार गरे। अब विश्वलाई एउटै बनाउँछु भनेपछि त त्यसै त पाउँदैन, लड्नै पर्यो। अनि धेरै राज्यका राजाहरूलाई, प्रजाहरूलाई, मन्त्रीहरूलाई, सेनाहरूलाई मारे। अनि के गरे भन्दाखेरि चाहिँ त्यो देशको सम्पत्तिहरू धेरै लुटे उले। त्यो धेरै सम्पत्ति लुटेपछि धेरै उले पाप कर्महरू गरे। अनि पछाडि पछि के भयो भने अब लडाईँ लड्दै जाँदा विश्वलाई एउटा बनाउँछु भन्ने मान्छेले त अब लडाईँ लड्दै जानु पर्यो। अब ताकत भन्ने कुरो त एउटा सीमित हुन्छ कि उमेर पनि ढल्दै जान्छ। त लडाईँ लडिराख्ने मान्छेले लडाईँ लड्नु अझै उता लड्दै जानु पनि साह्रै पर्छ। थाक्दै गए, बुढो पनि हुँदै गए। सधैँ त्यो एउटा शरीर सधैँ एकनास रहँदैन। अनि लास्टमा के भए, एकताल चोट लाग्यो, त्यो लडाईँमा चोट लाग्यो, बिमार भए अनि लडे। अनि उसलाई के गरियो, उसलाई ल्याइयो, आफ्नो राजदरबारमा ल्याइयो र उसले धेरै हाकिमहरू भनेको उहाँलाई जाति पार्ने, अब त्यो डाक्टर भने जतिकै जडीबुट्टीहरू लगाएर हाकिमहरूलाई ल्याइयो अनि राख्यो। उहाँको दबाई पानी भयो। त्यसबीच उहाँले एउटा के भन्नुभयो भने उहाँलाई एउटा महसुस भइसकेको थियो कि के अरे मरेर जाँदा, अब उहाँलाई मर्ने बेला भइसक्यो र मर्ने बेलामा उहाँलाई एउटा थाहा लाग्यो कि मरेर जाँदा चाहिँ केही पनि लगिँदैन। र उहाँलाई एउटा अफसोस भयो क्या, यत्रो लडाईँ लडे मैले, कति मारे, कति लुटे, कति सम्पत्ति, उ त एउटा विश्वलाई एउटै गर्छु भन्नेले त धेरै राज्यलाई जितिसकेको थियो नि त। तर अन्तिममा हेर्नुहोस् त, उहाँको एउटा मरणको दिन आएपछि उहाँलाई एउटा सङ्केत भयो। अनि उहाँले के भन्नुभयो भन्दाखेरि नि, मलाई मेरो डेड बडी लाँदाखेरि चाहिँ दुईटा हात चाहिँ बाहिर निकालिदिनु भनेर भन्नुभयो। किन भन्दाखेरि थाहा होस् कि संसारमा चाहिँ केही रहेनछ, मरेर जाँदाखेरि चाहिँ एक कन्ची पनि लिएर नपाइने रहेछ, लानु नपाइने रहेछ भन्ने उहाँलाई भान भयो। र म पनि आज त्यही मलाई त्यस्तो लाग्छ कि अनि त्यो उहाँले जुन भन्नुभएको थियो नि, त्यो भनेदेखि धेरै मान्छेले लोभ छोडेका थिए। तर आज त्यो मान्छेले बिर्सिँदै गए। अब यति साह्रो बेसी लोभ बढेको छ, बाफरे, म छक्कै पर्छु। त्यति साह्रो लोभ त नगर्नु नि हो हजुरहरू हो। अलिक गरिब दुखीलाई पनि सम्झिनु, अलिक इष्टमित्रलाई पनि सम्झिनु, गाउँ समाजलाई पनि सम्झिनु नि हो तपाईँहरूले। अब म यही कारणले अब म फेरि भन्न चाहन्छु कि मान्छेले भुलिसके, अब मर्दाखेरि चाहिँ डल्लै कुम्लो कटेरो यो सबै सम्पत्ति बिल्डिङै हामी लिएर जान्छौँ जस्तो मान्छेले गर्नु थाले। र म यो भन्छु, मैले आफ्नो परिवार, आफ्नो श्रीमतीलाई भनिदिएको छु, म मरेर जाँदाखेरि मेरो पनि हात चाहिँ बाहिर राखिदिनु, किनभने फेरि मान्छेले एकपाल देखुन् कि मरेर चाहिँ केही पनि लाँदैन रहेछ भनेर। र तपाईहरू मेरो जति पनि यो भिडियो सुन्नुहुन्छ, हेर्नुहुन्छ, इष्टमित्र, गाउँघरले, तपाईहरूले पनि म मरेको दिन मेरो घरमा सायद तपाईहरू आइपुग्नु भयो भने मेरो हात चाहिँ बाहिर निकालेर लगिदिनु होला। मेरो एकदम बिन्ती छ हजुरहरूलाई र यही सन्देश दिन चाहन्छु। धन्यवाद। जय हिन्द।